चाहिँ हिजो पनि 39 मिलाउनु भएको छ। मैले धेरै बधाई छ। क्वेसनहरू के आयो बहिनीको मुखबाट सुनाउँ ल, बाँकी हामीले सजिलो हुन्छ है त ल। अनि बहिनी अब स्कुल टेस्टमा नि यता बस्नुपर्ने हुन्छ, हतार हुनुहुन्छ है अहिले ल है त। अगाडि यसरी बोलेको छुइनँ कि पहिलोचोटि हो। चान्स पाइसक्यो अगाडि बोल्दा फर्स्ट टाइम बोल्नु भयो। मेरो कोपाकोमा 4 जना हामीले 4 जना टिम थियौँ। अनि मेरो चाहिँ पहिलो इक्जाम हिजो 4 जना मध्ये। अनि कोपाकोमालाई धेरै धेरै धन्यवाद मलाई यहाँसम्म पुग्नु भएको। के भन्नु क्वेसनतिर जानु त्यस्तो अप्ठ्यारो क्वेसन त थिएन मेरो लागि, सजिलो थियो। एकदम सजिलो थियो क्वेसन चाहिँ। यहाँ पेपरमा दिएको भन्दा नि सजिलो। सुरुमै मुखमा लैजाऊ न। सुरुमा मलाई चाहिँ पिक्चर थियो कुर्सीको, त्यसपछि चाहिँ छाजङ्ग चढिरहेको, अनि पितालाई हाकिएको पिक्चर थियो। सजिलै थियो क्वेसन त। अरू त मैले बिर्सिएँ। एउटा लिसनिङमा चाहिँ हेबारागी फुलको पिक्चर आएको थियो। तर असलमा चाहिँ कोच भन्ने मात्रै थियो। अनि खिसुक्साको फनी आएको थियो, तर के थियो त्यो चाहिँ मैले बिर्सेँ। पिङ खाने 3-4वटा थियो, मैले अरू चाहिँ बिर्सेँ। म्यान्छ लागेको ग्रामर थियो। अनि नट बोल्डवाला यो आएको थियो। यहीँ मैले चाहिँ ट्याबमै दिएको थिएँ, त्यो चाहिँ मैले एउटा चाहिँ बिगारेको थियो, अर्को चाहिँ मिलाएको थिएँ। अनि मेरो लागि हिजो आएको थियो नट बोल्डवाला। त्यो नटमा चाहिँ बोल्ट खोजन गरेर कसेर गर्नेवाला थियो। अप्सनमा चाहिँ बोल्ट थियो, हो त्यो लगाएको थिएँ मैले। अनि मानव बस्नुहरू पनि थियो, 2-3वटा थियो बक्सभित्रको। त्यो 19 नम्बरमा हामीलाई आउने। अनि एउटा चाहिँ पुस्तक के हो भन्ने थियो। अनि फिल्म हल सम्बन्धी आएको थियो। अनि के थियो छिकपवाला थियो, छिकप चाहिँ के हो यो मान्छेको भन्ने थियो। लङ क्वेसनमा चाहिँ साङ्गेथाङ आएको थियो। साङ्गेथाङकै त सजिलै हो, सबैलाई आइहाल्छ। अनि अर्को थियो एचआरडी कोरियाको त्यो के भन्छ संस्थाहरूको बारेमा। मलाई चाहिँ हाम्बुक साना इङ्ग्लिस संस्थानको बारेमा आएको थियो। यो चाहिँ मैले पढेको थिएँ, युट्युबमा पढेको थिएँ अलिक मजाले। अनि मलाई त्यति सजिलो लागेको थियो। क्या थियो भने कोरिया भाषा परीक्षा लागू गरी कामको दक्षतालाई विकास गरेर कोरियामा भोगिरहेको मजदुर अभावलाई समाधान गर्ने काम भनेर आएको थियो। अप्सनमा चाहिँ सङ्गम सेन्टर, छुवन सेन्टर, हामुक साना इङ्ग्लिस संस्थान थियो। अनि छोरीको खाली सामुसो थियो। त्यसमा चाहिँ एन्सर हामुक साना इङ्ग्लिस संस्थान हुन्छ। अनि लिसनिङ मेरो एउटा भिडियो ब्ल्यान्ड लिसनिङ 4टा मात्रै थियो। मलाई त्यही एउटा कन्फ्युज लागेको थियो, त्यही बिग्रेछ। भरे चेक गरौँ ल भनेको कति नम्बरको त्यो चाहिँ बिर्सेछु। अनि त्यही बिग्रेछ। 39-40मा सजिलै। अरू त मैले अरू सबै सजिलै थियो लिसनिङहरू पनि। मैले अरू बिर्सेछु। अनि मिक्सुलसिन एउटा मात्रै थियो मेरो लागि, उल्लु लाउनेवाला सजिलै थियो, त्यो मिलाएँ मैले। अनि लिसनिङमा केटाले यो पनि के गर्छ भन्ने थियो। अनि अर्को थियो केटीले
के काम गर्नु भनेर भन्नुभएको छ भने सेउमा लागेको थियो अनि यसमा छेउमा चाहिँ सेउ थियो अनि एन्टरमा चाहिँ रागो हाल्दा गर्दा थियो अनि किन अरू त मलाई यादै भएन बिर्सिएको अनि अरू त के भन्नु इन्डाइरेक्ट किसमिसहरू चाहिँ राम्रोसँग पढ्नु होला अनि प्रमुख संस्थाहरूको बारेमा नि राम्रोसँग पढ्नु होला हजुर सबैजना जान्नै हुन्छ होला म भन्दा त 40 ल्याउनु होला तपाईँहरू कसैको भोलि होला एक्जाम कसैको पछि कसैको 1 महिनापछि राम्रोसँग पढ्नुहोस् धेरै टेन्सन नगर्नु सबैजनाले टेन्सन नगर्नु भनेर भन्नुभएको थियो म चाहिँ त्यही भएर टेन्सनै नगरिकन गएको थिएँ त्यहाँ चाहिँ नडराउनु ढुक्कले दिनु भन्नुभएको थियो अनि मैले पनि त्यही सबैले भनेअनुसार ढुक्कले नै दिएँ इक्जाम तर त्यो लिसनिङमा चाहिँ अरूतिर ध्यान चाहिँ जानु हुँदैन रहेछ त्यहीँ के भन्दैछ भनेर सुनिरहनु पर्ने रहेछ अप्सनमा के भन्दैछ भनेर सुन्नुपर्ने रहेछ मैले यो लिसनिङ चाहिँ त्यही कारणले बिगारेर अर्कैतिर ध्यान गरेर अर्कैतिर सुन्नु थालेँ अनि त्यही भएर चाहिँ बिग्रिएछ सबैजनालाई शुभकामना राम्रोसँग होला 40 ल्याउनु होला भन्न चाहन्छु धेरै धेरै धन्यवाद मैले धेरै धन्यवाद छ सबै क्वेसनहरू याद गरेर आउनु भएको छ हेर्नुहोस् त